गुड आफ्टरनुन सरहरू, म्यामहरू, सबैलाई, सिसहरूलाई, दिसहरूलाई सबैजनालाई गुड आफ्टरनुन। अब म मङ्गल तामाङ मकाम टक्क लगाएर भिडियो बनाउने हो, ब्लग बनाउँदै हाल्नु पऱ्यो टिकटक, फेसबुकतिर, युट्युबतिर, जतापायो त्यतै यसो रमाइलो एन्टरटेनमेन्ट गर्नु पऱ्यो। घोप्टी नै हाल्ने होइन, एन्टरटेनमेन्ट गरेन भने त समय अब जाँदैनौँ। समय जाने लागि एन्टरटेनमेन्ट गर्नै पऱ्यो। अनि हजुरहरूले खाजा खानुभयो कि भएन? मैले त अब यसो खाजा टन्न खाएर यत्रो पेट भएर बसिरहेको छु। अब रुमतिर जाने, खानासाना बनाउने, खाने, घोडा सफा सुग्घर गर्ने, के गर्ने? साथमा बुढी छैन, के गर्ने? बुढी बिहा गरे पनि बेकारै छ। साह्रो सबै थोक आफूले गर्नुपर्ने, बुढी बिहा गरेर काम के काम रह्यो त? बिहा नगरे भइहाल्यो। सबै थोक आफै गर्नु पऱ्यो, लुगा आफै धुनु पऱ्यो, खाना आफै पकाउनु पऱ्यो, रुम सफा आफै गर्नु पऱ्यो। बिजोग छ नि यार जिन्दगी।